अहिले उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य। हाम्रो गोविन्दजीले अस्ति काठमाडौँ पनि भेटघाट गरे, भेटघाट भएपछि ती पनि कुरा भयो। हामी यो बर्थडे पार्कमा चाहिँ एउटा खालको सुलमान घिसिङ जो आजको प्रभावशाली मन्त्री जो राष्ट्र निर्माणका लागि चाहिँ एकदम अग्रणी भूमिका निर्वाह गर्दै अगाडि बढ्नु भएको छ। उहाँलाई यो भूमिमा सत्कर्म भूमि लिएर उहाँले कुरा गर्नु भएपछि यसको तयारी के छ त कसो छ त भनेर चाहिँ अब केन्द्रीय तहमै पनि एउटा बहसको विषय बन्यो। बहसको विषय सँगसँगै पनि 12-15वटा उपसमितिहरू पनि बनाएको छ। उपसमिति बनाएको छ भनेको छ। अब उपसमितिले पनि कसरी काम गर्नु भएको बाराका हाम्रो अरविन्द शाह धनञ्जय सरलाई अस्ति आउनुभएको छ। देशैलाई उज्यालो बनाउनुपर्छ, एउटा प्रकृतिलाई उज्यालो, एउटा गर्विलो हाम्रो चाहिँ एउटा उसलाई चाहिँ हामीले जोगाउँदै अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा उहाँहरू पनि आज यहाँ जोडिनु भएको छ। हामीलाई असाध्यै खुसी लागिरहेको छ। केही दिनमा यहाँ उज्यालो नेपालका नायक यो सत्कर्म भूमिमा जसले सत्कर्म गरिराखेको छ, जसले यो देशलाई उज्यालो दिएको छ। हामी 18 घन्टा हामी लोड सेडिङबाट चाहिँ भनौँ न एउटा प्रताडित भएर बसेको अवस्थामा पनि होइन। अब लोड सेडिङ मुक्त मात्रै होइन कि 10 वर्षपछि प्रत्येक नागरिकलाई चाहिँ बिजुली निःशुल्क दिन सकिन्छ भन्ने खालको एउटा नेपाललाई उज्यालो बनाउने उसमा जानुभएको छ भनेको एउटा सत्कर्मको एउटा सन्देश उहाँले दिनुभएको छ। र मेरो अङ्कलको पनि आज जन्मदिन, उहाँ आउँदै पनि हुनुहुन्छ। सम्भवतः अब यो हाम्रो एउटा मिटिङ पनि भर्खरै भयो, एउटा सत्कर्मको मिटिङ हामी गरिरहेको थियौँ। अङ्कलले आफ्नो शुभ जन्मदिनमा यो लगतै एउटा वृक्ष रोप्दै हुनुहुन्छ। म उहाँलाई जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु। उहाँको चाहिँ श्री पशुपतिनाथले चाहिँ कल्याण गरून्, सोचेका कुराहरू सबै पुगोस्। म यति भन्दै यो हाम्रो यो जन्मोत्सव पार्कमा चाहिँ मूलगर सहकारी लगायत विद्यालयका विद्यार्थी भाइ बहिनी लगायत यहाँका बुवा आमाहरू जिल्लाभरिकै सम्पूर्ण यहाँ आएर वृक्ष रोपण गर्ने, यसलाई चाहिँ उत्साह गर्ने, यसलाई एउटा नेपालको नमुना योग्य पार्क यो अवधारणाको हिसाबले पहिलो भए पनि तपाईँहरूले यहाँ यस्तो सत्कर्म गरिरहँदा अहिले देशको 4 ठाउँमा जनोत्सव पार्क बनिरहेको छ। यस्तै यहाँ तपाईँहरूले सुरु गर्नुभयो, यो सुरु तपाईँहरूबाट हामीले सुरु गऱ्यौँ। तर त्यसपछि अहिले धुलीखेलमा त्यहाँ वडाले नै बनाइरहेको छ जनोत्सव पार्क, धुलीखेल वडा नम्बर 10 मा। त्यसै गरी उत्सव नेपालले सिन्धुपाल्चोकमा आफ्नो जन्मदिनमा सुरु गर्नुभयो। अहिले योभन्दा व्यवस्थित गरेर त्यहाँ राम्रोसँग 2 किलोमिटर सडकै बनाउनु भएको छ। उहाँ म अस्ति गएँ, त्यहाँ सडकै बनाएर ठुलो पार्क बनाउँदै हुनुहुन्छ। त्यसै गरी चौथो पार्क तपाईँको नुवाकोटमा बन्दैछ। नुवाकोटमा रुद्रसिंह तामाङ सरको जन्मदिनमा सुरु गर्दा उहाँले नेपाल सरकारको सहसचिव नजिकै केही समयपछि सचिव हुँदै हुनुहुन्छ। उहाँले म आफ्नो जिल्लामा गर्दै हुनुहुन्छ। विभिन्न जिल्लामा यो बनाउने श्रृङ्खलाहरू विश्वास छ यो देशैभरि आशा गरौँ पार्कहरू नागरिकहरूले जोड्नेछन् र देशैलाई उज्यालो बनाउने अभियानमा हामी त्यसै गरी अगाडि बढ्नेछौँ भन्ने कुरो राख्दै र पर्साबाट आउनुभएको अरविन्द सर र धनञ्जय सर उहाँ सर्लाहीदेखि आउनुभएको छ। सरहरूलाई पनि धेरै किनभने स्वागत गर्न चाहन्छु। यो एउटा सत्कर्म आज अङ्कलको जन्मदिनमा आउनुभएको छ। बरु 2 शब्द शुभकामना चाहिँ यहाँले पनि एक छोटोमा दिनु होला। म अर्को धन्यवाद। यो जन्मदिनलाई सत्कर्ममा जोडौँ भन्ने जुन अभियानका साथ तपाईँहरू अगाडि बढ्नु भएको छ, अत्यन्तै राम्रो, अत्यन्तै यो ऐतिहासिक काम भएको छ भन्ने मलाई लाग्छ। आजको दिनले सही बाटोमा अगाडि बढ्नुपर्छ भन्ने जुन सन्देश दिनका लागि पनि यो आज चाहिँ यो वृक्षारोपणको गरेर चाहिँ यो पार्कमा चाहिँ एउटा खालको चाहिँ हामी जन्मोत्सव मनाउने हाम्रो जुन खालको एउटा चाहिँ तयारी गर्नुभएको छ, अत्यन्तै सराहनीय कुरा छ, ऐतिहासिक काम छ। यसले साँच्चै कहीँ न कहीँ समाजलाई एउटा सत् बाटोमा डोर्याउँछ भन्ने मलाई लाग्छ। त्यस हिसाबले पनि आज यो यहाँनिरको यही भूमिमा चाहिँ हामी 26 गते आजको अत्यन्तै प्रभावशाली मन्त्री कुलमान घिसिङले लिएर आउने र यो भूमिमा चाहिँ हामी ठुलो कार्यक्रम गर्ने भन्ने योजनाका लागि हामी छलफलमा पनि आएको थियौँ। अवसर जुर्यो। हाम्रो विक्रम सरको जन्मदिन पनि पर्या रहेछ। म उहाँलाई धेरै चाहिँ म शुभकामना भन्न चाहन्छु। उज्यालो नेपाल पार्टीकै तर्फबाट पनि म उहाँलाई शुभकामना दिन चाहन्छु। यो उज्यालो नेपाल पार्टी साँच्चै अँधेरोमा रहेका हरेक चिजलाई उज्यालो बनाउने अभियानमा अगाडि जुटेका छौँ। थुप्रै समाजमा भएका अँध्याराहरूलाई चिर्दै अगाडि बढ्नका लागि तपाईँ हामी सबै लागौँ। यस्तै सत्कर्म कामबाट जोड्दै जाउँ। यी सत्कर्मले नै चाहिँ हाम्रो
चाहिँ यो समृद्धिको बाटो पनि पक्रिन्छ भन्ने मलाई लाग्छ। त्यही भएर पनि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु र फेरि पनि उहाँहरूलाई म जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार सबैमा। सर्वप्रथम त हाम्रो अङ्कल विक्रम प्रसाद चौलागाईलाई जन्मदिनको एकदमै शुभकामना र यो सत्कर्म जन्मदिनलाई एउटा सत्कर्म गर्ने जुन अभियान छ त्यो एकजनाको कन्सेप्ट होला तर त्यसमा सबैजनाको सहभागिता छ। त्यो भएर सबैलाई यस्तो सत्कर्मको लागि धेरै धेरै नै धन्यवाद। र यो सत्कर्म एउटा आइडियोलोजी हो र यो चाहिँ पुरै नेपालभरि नै हुनुपर्छ होइन, यही कामना पनि गर्छु। र साथै यही हाम्रो जुन आजको उहाँको अङ्कलको जन्मदिनको उपलक्ष्यमा एउटा वृक्षारोपण कार्यक्रम पनि हुँदैछ, एकदमै राम्रो होस्। र साथै हामी चाहिँ 26 गते यही 26 गते मङ्सिरको 26 गते हाम्रो आदरणीय माननीय मन्त्रीज्यू कुलमान घिसिङ पनि यहाँ यही सत्कर्मको भूमिमा आउनुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ र उहाँको जुन अभियान छ अन्ध्यारोलाई प्रत्येक अन्ध्यारोलाई उज्यालो बनाउने अभियान छ, त्यो उज्यालो बनाउने अभियान उज्यालो नेपालको जुन परिकल्पना गरिएको छ त्यसमा सबैको साथ सहभागिता र 26 गतेको कार्यक्रममा सबैजना यही ठाउँमा हाम्रो जन्मोत्सव पार्कमा चन्द्र निगापुरको जन्मोत्सव पार्क वार्ड नम्बर 9 वार्ड नम्बर 9 मा आइदिन हुनलाई बिहानको 10 बजेको समयमा आइदिन हुनलाई सम्पूर्ण के अरे नेपालका सम्पूर्ण रौतहट बारा पर्सा सर्लाही सबैलाई एकदमै अनुरोध छ, आउनुहोला र भव्य स्वागत गरौँ र यो कार्यक्रमलाई सफल गरौँ, सभ्य बनाऊँ। धन्यवाद।